तिर तपाईको सबै हामी चिने जानेकै मान्छेहरू छौँ यसो हेर्दाखेरि तर यहाँ उहाँहरूलाई चाहिँ यसो नयाँ पाहुनाहरूलाई चाहिँ चिन्न सकेन कहाँ हिँड्नुभएको कतातिर हिँड्नुभएको हो वा बाटो भुलेर पो यतातिर आउनुभयो कि रङ घरमा पो आउनुभयो कि कता के हो अब तपाईँहरूले चाहिँ कहाँसम्म हिँड्नुभएको त्यसको लागि चाहिँ तपाईँहरूले प्रश्न पार्नुको लागि मैले तपाईँहरूलाई अनुरोध गरेँ हजुर। हाम्रो तर्फबाट यहाँ सबैले सेवाहरू गर्नु पर्यो। हामी खै गाउँको नाम त्यति राम्रो थाहा भएन, खोटाङ कुन गाउँ भनेर हाम्रो इन्द्रणी पोखरी भनेर हामी चाहिँ हिँडेको हजुर। र गर्दा तपाईँ रङ घरमा त आउनु भएन होला। अनि त्यही त हाम्रो कतै रङ गल्ती घरमा पायौँ कि त्यहाँ बाटोले यसो सोधपुछ गर्नु पाइएन। हजुर। अनि के अरे पछि गयो यदि गल्ती भयो भने हामी क्षमा चाहन्छौँ। र विशेष गरी यो खोटाङ गाउँको यो इन्द्रेणी गाउँमा यहाँ हजुरहरूको घर दलानमा बगानमा अति नै सुन्दर फुल फुल्नु भएको रहेछ भन्ने कुरो त्यो फुलको बास्नाबाट नै हामीले चाल पायौँ। र यति लामो समय सुगन्ध चल्ने फुल रोप्नु भएको रहेछ। कहाँको खोटाङ कहाँको तेर्थुल त्यहाँसम्म पुगेकोले त्यो फुलको सुगन्धको कारणले गर्दाखेरि हाम्रो छोरा भतिजोले चाहिँ त्यो फुल चाहिँ उहाँले टिप्ने मनसाय गर्नुभयो र त्यसरी त्यो भएको कारणले गर्दाखेरि हामी त्यो फुलको टिप्नु पाइन्छ कि पाइँदैन अथवा मिल्छ कि मिल्दैन भनेर चाहिँ आज हामीले हराउँदै यसरी यहाँ आइपुगेको छौँ हजुर। हस् धन्यवाद हजुर। र त अब हाम्रोमा त फुलहरू धेरै छन् है, कोही अब यहाँनिर अब धेरै किसिमको फुल छ, कुन फुललाई टिप्न आउनुभयो तपाईँहरू अब फुल मात्रै लाने हो कि बोटे लाने हो अब यो पनि अब तपाईँले प्रश्न पारिदिनु होला। र हाम्रोमा त यहाँनिर धेरै छ फुलहरू त तपाईँको कुन चाहिँ फुल टिप्नु मन पराउनु भयो, कसलाई चाहिँ मन पराउनु भयो त्यो पनि हजुरले प्रश्न पारिदिनुलाई मैले अनुरोध गरेँ। अनि हजुर म एकदम भने तपाईँले अब फुल मात्रै लाने हो कि बोटे लाने हो कि फुल मात्रै टिपेर लाने त्यो पनि तपाईँहरूले चाहिँ प्रश्न पारिदिनु पर्यो हजुर। हजुर धन्यवाद हजुर। हजुर हामी अब हाम्रो छोरा भतिजले चाहिँ अब तपाईँको अब फुल तपाईँले भन्नुभयो फुलहरू धेरै प्रकारको हुन्छन्, धेरैवटा बोटमा धेरै फुलहरू फुल्छन्। तर यहाँ हाम्रो छोरा भतिजोले चाहिँ एउटा खै फुलको नाम अब ललिता सम्झिनु उहाँले छान्नुभयो भने चाहिँ त्यो टिप्नुको लागि यहाँ अब हामी आइपुगेको छौँ हजुर। हजुर। अनि तपाईँले फुल मात्रै लाने हो कि बोटे लाने हो? अनि हामीले सके त हामी बोटे लान्थ्यौँ होला, तर अहिले चाहिँ त्यो जुन चाहिँ फुल छान्नु भएको छ नि त्यो फुल मात्रै हामी अहिले चाहिँ हामी लान्छौँ हजुर। हजुर। र त अब फुल मात्रै लानुभयो भने त अब फुल त कति दिन तपाईँले बचाएर राख्नुहुन्छ? त्यो फुल त अब 2-4 दिन चाहिँ डेकोरेट गरेर राख्नुहुन्छ होला सिसामा, तर त्यो फुल त 2-4 दिनपछि त अब ओइलेर जान्छ। हामी त अब हामीसँग त्यस्तो फुल त हामी दिन सक्दैनौँ। हामी दिनु पऱ्यो भने त तपाईँलाई हामी त बोट दिन्छौँ, त्यो बोटले चाहिँ तपाईँलाई भोलि पर्सि त्यसले चाहिँ अझै फुलहरू फुल दिन्छन् होइन, त्यसको उहरू आउँछ। तपाईँले चाहिँ यो कुरा चाहिँ तपाईँले भनिदिनु पर्यो हजुर। नमस्ते। त्यो चाहिँ अब हामी तपाईँको घर दलानमा छिरेपछि यो त तपाईँको तजबिजले हुन्छ, हाम्रो छानाइले हुँदैन। तपाईँले जे भन्नुहुन्छ हामी त्यही माग्छौँ, बोटै दिनुहुन्छ हामी त वर्षक भोटै हामी लान्छौँ, तर तपाईँले के भन्छ हामी त्यही सही मान्छौँ हजुर। लु त अब हाम्रो यहाँनिर अब हाम्रो अब लक्षिताको कुरा आयो होइन, आमा बाबा हुनुहुन्छ, उहाँ चाहिँ अब मावली बाजे बजू हुनुहुन्छ, उहाँले चाहिँ अब जे दिन्छ त्यही लान्छु भन्दै हुनुहुन्छ। लु आमा हजुर के भन्नुहुन्छ त? लु बुवाहरू हजुर तपाईँहरूले चाहिँ ठिकै छ आउनुभयो कुटुम्बहरू हजुर, हाम्रो जस नातिनी देखेर आउनुभएको रहेछ होइन लक्षिता, त्यसले गर्दा ठिकै छ। तर अब हाम्रो चाहिँ कस्तो छ भने तपाईँले के लिएर आउनु भएको छ त हाम्रो नातिनीलाई माग्नुको लागि अथवा नातिनी देखेर आउनुभयो, अब के लिएर आउनु भएको छ त त्यो स्वभावको लागि चाहिँ के ल्याउनु भएको छ? हाम्रो त एउटा स्वभाव नराखी चाहिँ हामी नातिनी मन पराए पनि दिँदैनौँ। अब नातिनीलाई माग्ने चाहिँ रीतहरू के लिएर आउनु भएको छ त? हामीलाई त्यो रीतहरू चाहिँ देखाउनु पर्यो नि हजुर। अब यसमा हामीले अब नराटी कुरा गर्नु पर्दाखेरि हामी छुट्टा छुट्टै जातको पऱ्यौँ। तपाईँहरू राई
पर्नुभयो, हामी लिम्बू पऱ्यौँ। अब राई तपाईँहरूको नियमअनुसार तपाईँले जे भन्नुहुन्छ हामी त्यो ल्याउनु दर्शाउनु वर्षक हामी तयार भएर आएको छौँ र त्यसले अब हाम्रो उसमा हाम्रो आफ्नै तरकार छ। अब तपाईँहरूको उसमा अब कुन तरिकाले अब त्यसले के भनिन्छ कसरी भनिन्छ हो त्यो चाहिँ तपाईँहरूबाट आइदियो भने हामीले सजिलो हुने थियो। हजुर हजुर अब त्यसको लागि चाहिँ अब तपाईँहरूले चाहिँ अब के गर्नुपर्छ भने सुरुमा तपाईँहरूले अब यसरी मुख खोल्दाखेरि चाहिँ तपाईँहरूले 2 बोतल राख्नुपर्ने हुन्छ है। अनि त्यसपछि चाहिँ फेरि अब छोरी माग्नु आउनुभएको भएदेखि छोरीको लागि तपाईँले 2 बोतल रक्सी राख्नुपर्छ। गर्दाखेरि लु हजुरलाई मैले अनुरोध गरेँ यो चाहिँ तपाईँहरूले राखिदिनु होला। लु हजुर अब यसपछि हजुर यो खोल चाहिँ निकालिदिउँ कि लु त अब हामीले हजुर भनेछ उहाँले राख्नुभयो होइन। अब यसमा हाम्रो के छ त अब मावलीपट्टिको बाजे हजुरले यसो बोलिदिनुहोस् न। अब फुल त देख्नुभयो उहाँहरूले फुल टिप्नु माग्नु हुँदैछ। अब हामीले फुल टिप्नु दिने हो त दिने हो। अनि तपाईँहरूले फुल टिप्नु दिने कि नदिने गार्डनमा पसिसक्नुभयो उहाँहरू। हजुर उहाँहरू आउनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। अब हाम्रो छोरीलाई पनि हामी बोलाएर सोधौँ न त। अब छोरीले हाम्रो हुनेवाला ज्वाइँले मन पराउनु भएको छ रहेछ होइन। अब छोरीलाई पनि मन छ कि छैन जान्छ कि जाँदैन अब लसितालाई बोलाउँ न होइन। लसिता बोलाउनु भन्दा पहिले हाम्रो हुनेवाला मोसालाई पनि सोधसाद गर्नु पऱ्यो नि त होइन। ठिक छ अब हामी छोरी त हामीसँग हुँदैछ तर ठिक छ अब हुनेवाला मोसा उहाँ हो हामीले चिनेको छैन है। अब हो कि होइन। अनि लु अब मोसा अब तपाईँले फुल चाहिँ कहाँ देख्नुभयो कसरी पत्ता लाउनु भयो तपाईँलाई मन परेर आउनुभएको कि उहाँ तपाईँको बाबा बाजे होइन गार्जेनहरू जस्तो उहाँ के को पर्नुहुन्छ तुम्बा अनि उहाँ को पर्नुहुन्छ दाई। लो दाईहरूले होइन त्यहाँ जानुपर्छ हिँड भनेर तपाईँलाई जबरजस्ती ल्याउनु भयो कि के हो? लु तपाईँले पक्कै हामीलाई यत्रो समाजको अगाडि चाहिँ भन्नु पर्यो। जबरजस्ती त ल्याएको होइन पक्का तपाईँहरूले मन पराएरै आउनुभएको बाई फोर्स त होइन नि पक्का हो। भनेदेखि कसलाई चाहिँ मन पराउनु भयो त यहाँ लु भन्नुहोस् त। यहाँनिर हामीसँग मैले भने तपाईँको मुखबाट हामी सुन्न माग्छौँ। हामीसँग त फुल त यहाँ धेरै छन् है फुलहरू त यहाँनिर अब देखाउँ भनेदेखि अहिले म बोलाउँछु गरेरै झर्नुहुन्छ माथि हामीसँग त धेरै फुलहरू छ। कुन चाहिँ फुललाई मनाउनु भयो होइन कसरी मनाउनु कहाँ गर्नुभयो त्यो चाहिँ तपाईँले भन्नु पऱ्यो। कसलाई चाहिँ मन पराउनु भयो? लसिता हो पक्का हो लसिता हो। अब मोसाले त पक्का अब चिन्नु भएछ होइन। अब हाम्रो लसिताले पनि मन पराउनु भएको रहेछ होइन। अब हेरौँ नि त अब हाम्रो छोरीले पनि के भन्नुहुन्छ कसो भन्नुहुन्छ होइन। त्यसपछि अनि छोरीको कुराहरू आए बुझौँ। त्योभन्दा पहिले छोरी बनाउनुभन्दा अगाडि हाम्रो यतातिर अब हाम्रो छोरीको छामा काका अबहरू हुनुहुन्छ तपाईँहरूको केही छ भन्ने? केही छ तपाईँहरूको सोध्ने केही छ? हाम्रो दिदी केही छ? हाम्रो अरू कोही कसैको केही छ तपाईँहरूको सोध्ने भन्नुहोस् है। अब हाम्रो ल ठिक छ अब म अझै सोध्छु उसो भने मेरो चाहिँ छ है। हाम्रो केही छोरी तपाईँलाई दियो भने के तपाईँले हाम्रो छोरीले पाल्नु सक्नुहुन्छ? पाल्नु सक्छु पक्का हो। अब पैसाले मात्रै होइन अब मायाले पनि ओके ल माया दिएर पाल्नुहुन्छ हाम्रो उहाँ अब हुनेवाला मसाले भनिसक्नु यत्रो हाम्रो क्यामेरा पनि रेकर्ड भएको छ यहाँ। यो चाहिँ तपाईँको पछि यो दस्तावेज रहन्छ पछि तपाईँले चाहिँ मुख चेन्ज गर्नुभयो भने चाहिँ यहाँ हेर्नुहोस् यहाँ हामी सबैजना चाहिँ पक्रिनुको लागि रेडी भएर बसेको छौँ हामी पक्रिहाल्छौँ नि ज्वाइँलाई। उहाँले चाहिँ पैसाले मात्र नभएर माया गरेर पनि राख्छु भन्नुभएको छ। यो कहाँसम्म सत्य हो त है? अब हाम्रो छोरीलाई बोलाउँछौँ होइन बोलाउने सबै हेप्पी? हजुर बोलाउन है। कता छ हाम्रो छोरी रेडी छ? यहाँ त्यहाँ जानुहोस् त छोरीलाई बोलाउँ।